हेलो गाइस, यतै छ केटाहरू होइन। यी सबै भ्लगर नै भ्लगर। हाम्रो गाउँमा चाहिँ पुरै भ्लगरको समूह धेरै छ होइन। सो आफू पनि भ्लगर परियो। 1 सब्सक्राइब बोकेर हिँड्नु परेछ। अलि धेरै सब्सक्राइब भएको चाहिँ युट्युबले डिलिट गरिदियो। केही छैन, केटाहरू छ साथमा। जिन्दगीमा अघि बढ्दा मलाई केही छैन। खानु नखानु हो सही हो ल। हार नखानु जिन्दगीमा सबभन्दा ठुलो कुरा हो। अब त्यो युट्युबले डिलिट गरेर के भयो त, अर्को च्यानल खोलिन्छ होइन। सो हार मानिँदैन भनौँ न होइन। ल ल ल ल त्यसो हाम्रो गाउँ चाहिँ यस्तो बवाल छ कि होइन। टक्क केटाहरू यतातिरै यो सरमा हामी पढेको स्कुल यो हामी त्यहीँ भित्र जाँदैछौँ। यहाँनिर चाहिँ 2-3 जना छ कि एउटा भ्लग बनाउनु मन छ यहाँ यो स्कुलमा चाहिँ गएर टक्क होइन। 3जना टिचर 3जना स्टुडेन्ट छ अरे। अब त्यो पनि हामीले हाँस्ने कुरा भएन नि त होइन। किनभने सबै काठमाडौँ बजारतिर जाने राम्रो पढ्ने अनि ठुलो मान्छे बन्ने केटाहरू यो यस्तै छ। अनि स्कुल खाली भयो भने त भन्ने कुरै छैन होइन। सो त्यही हामी ट्याक्क लगाएर माथि घरकै छेउमा हो, यहीँनिर हो ल ट्याक्कै यहीँ हो हामी जाने। ट्याक्क अहिलेको लागि चाहिँ हामी यता जाँदैछौँ। यता स्याट्ट यो स्कुल हामी चाहिँ 8सम्म पढेको स्कुल यही हो स्कुल हो होइन। यो स्कुलमा हाम्रो धेरै अनगिन्ती यादहरू रहेको छ। बाल्यकाल हामीले यो स्कुलमा बितायौँ। हामीले रमाइलो बाल्यकाल गऱ्यो यो स्कुलमा हाम्रो। सही हो पाबन्दी भइसकेको छ।